हेलो गुड मर्निङ नमस्कार ल हामी चाहिँ आइम है ड्युटीबाट साथीहरू हमारा देसी भाई हमारा मियाँ मियाँ था आना सदीक माय फ्रेंड बेस्ट फ्रेंड मियाँ मियाँ अभी ड्यूटी खत्म हुआ अभी हम लोग जा रहा है इधर बकला आयो बकला जा रहा है सुभारा क्या बकाला क्या बकला सब बकाला के देखिए ओ भाई बोल रहा है कि हमारा मार्केट देखिए बकाला देखिए बोल रहा है ऐसा है भाई क्या करेगा पानी छैन पानी लानुपर्ने छ गाह्रो छ उ अस्सलाम वालेकुम के फाल है कोइस हाँ क्या लेके जाएगा तो भाई साग लेने के लिए आया था साग नहीं है मुमकिन इसीलिए वो देख रहा है नहीं साग इधर है तो ये तो ये वाला तो कच्चा खाएगा मेरे पानी लेकर जाना पड़ेगा मुदिर मोया फैन है ना वाला है ना हाँ मोया पानी लेकर जाना पड़ेगा यस्तै छ है साथीहरू म चाहिँ मार्केट आएको छु होइन यता रहेछ पानी हेर्नुहोस् यो सानो मिनी मार्केट हो कि ठुलो होइन यो सानो खालको सो मिनी मार्केट हो साथीहरू यो सेतोलाई चाहिँ 6 रियल पर्छ त यसलाई चाहिँ 7 रियल पर्छ अनि पानी जस्तो कुरो हो होइन खाने चिज हो त्यही भएर चाहिँ बरु म चाहिँ कस्तो भने बरु 1-2 रियल महँगै परोस् होइन राम्रै खालको लाउनु खानु भन्छु म गाह्रो छ हौ साथीहरू अकबर खलास क्या लिया बनाना क्या लिया नहीं वो पैसा छोड़ नहीं ये साग मुदिर के फालक कोइस फेरिहरू यता रहेछ यसलाई कति पर्छ बाफ्रे 16 रियल यार साथीहरू के गर्नु साउदीमा त यो उडुसले पो दिमाग खराब गरायो यहाँ उडुसको दबाई रहेछ क्या हेलो हेलो खलास क्या लिया आप नहीं मिले नहीं लिया नहीं लेगा वाटर हाउ मच मुदिर 7 है साथीहरू हामी चाहिँ लाग्यौँ अब मैले चाहिँ पानी बोकिरहेको छु यसै अब पानी छैन होइन पानी नभएपछि पानी नभए त सकिँदैन होइन म फेरि अलिकति बढी पानी खान्छु त्यही भएर पानी चाहिँ हुनैपर्छ यो 1 बोतल लगेँ भने मैले यो मलाई 15 दिन जति पुग्छ यहाँ कस्तो छ भने यहाँ चाहिँ फेरि हाम्रोतिर चाहिँ डिजल पेट्रोलको भाउ महँगो छ होइन धेरै महँगो छ अहिले त झन् साउदीमा चाहिँ कस्तो छ भने बरु तेल पेट्रोलहरू सस्तो छ पानी महँगो छ कि साथीहरू त्यही चाहिँ गाह्रो छ ल यस्तै छ साथीहरू हामी चाहिँ रुम पुग्न लाग्यौँ धेरै टाढा छैन रुम पानी पो खाएछ यार ल हामी बस्ने बिल्डिङ चाहिँ यही देखिएको यो अगाडिकै बिल्डिङ हो तर यो मलाई लाग्छ यो लगभग 30-40 वर्ष पहिलेको बिल्डिङ होला जस्तो लाग्छ क्या किनभने सबै मक्किसकेर छ धराप छ होइन जस्तै नेपालको जस्तो भूकम्प आउने भने कति यहाँ त ध्वस्त हुन्छ ल हेलो मुदिर पेन्द्रो हामी चाहिँ रुम आइसक्यौँ है साथीहरू ल सबैजनालाई सम्झेको छु है त पसिनै सरी भइयो त पानी लिएर आउँदा तरिका ल रबिन क्या बनाएगा हेलो मुफ्ता है ना रोटी खाएगा साथीहरू म चाहिँ भर्खर रुम आएँ हमारा देसी भाई साग बना रहा है आज मैं आज कुछ भी नहीं खाएगा भाई अभी नहीं खाएगा बाद में 4 बजे
कुछ खाने का मन करेगा तो रोटी ले आएगा, खाएगा, इसी करेगा, क्या करेगा। आज साग बनाएगा, बस साग बनाएगा। बस हाँ, कैसे काटेगा रे? ये पालक साग हो, यो चाहिँ पालक साग हो। हाम्रो नेपालमा खै पाउँछ पाउँदैन मलाई थाहा भएन, तर यहाँ चाहिँ यो पालक साग भनेको फेमस छ, यही खाने हामीले पनि। यो लट्टेहरू पाउँछ। ल हाम्रो चाहिँ किचन यस्तो छ है साथीहरू, यति सफा छ यहाँ हेर्नुहोस्। ल ल कति सफा छ, ल हेर्नु त कति जाँगरिला छन् भने नि मेरो साथीहरू। मैले त सफा गरिरहेको हुन्छु, तर गर्दा गर्दा सफा गर्दा 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 वाक्क भएर है, अनि म चाहिँ छोडिदिएको क्या अहिले चाहिँ।